बोलाएको मैले भ्याउँदिनँ कि भ्याउँदिनँ भन्थेन अब के हो भनेर अनि अङ्कलले सघाउनुहुन्थ्यो अङ्कल बिहान उठ्नु सक्नु भएन अनि बोलाएँ नि उहीँ गएर लिएर आएँ के गर्नु मान्छे नि पसल भएकाले हजुरआमा हुँदा पनि लागेको थियो नि त 82 सालको भट्याउन चाहिँ आउँदैन सुमन सधैँभरि यसरी नै अङ्कलकामा वर्ष वर्षमा टिको लाउन यसरी नै जुरोस् लाउन पाइयोस् राम्रो हुनु छोरा बुहारीको एकदमै यता अगाडि बस न तिमी सँगै बस न फोटो पर्दैन हो भाइ अनि सबैको ढाड दुख्ने छ फेरि ल हो पहिलो पालो अब राम्रो हुँदै जाओस् पढाइहरू भाइले पनि आफ्नो मान्छेलाई भाइले पनि एकदम आत्मा गर्नुपर्छ बुहारीले आत्मा गर्नुपर्छ दम्पति जीवन चाहिँ सुखमा रहनुपर्छ ठिक्क छ छोटा भाउ पनि झरिहाल्छ